यिनै हुन् दुई पापी युवा जसले लासबाट सुनका मुन्द्रा चोरी लासलाई अलपत्र छाडिदिए। अन्ततः रसुवाबाडीले बगाएको शवबाट कानको मुन्द्रा निकाल्ने दुईजना पापी र लोभी युवाहरू प्रहरीको फन्दामा परेका छन्। रसुवाको बाडीबाट बगाएर ल्याएका महिलाको शवलाई कपालमा समातेर लुच्दै कानमा भएको सुनको मुन्द्रा तान्ने र शवलाई यत्तिकै अलपत्र छाड्ने दुईजनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको हो। आज दिउँसो दुईजना पक्राउ परेका हुन्। देश महासंकटमा परेको बेलामा लासबाट सुनका गहना चोर्ने उनीहरू मानवको रूपमा साँच्चीकै गिद्ध हुन्। चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार कानको मुन्द्रा तान्ने नवलपरासीको विनय त्रिवेणी नगरपालिका वडा नम्बर 1 घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर 1 चितवन लीलाचोक मामा घरमा बस्दै आएका 25 वर्षका मदन गुरुङ र सुनसरी चाँदबेला नगरपालिका 5 घर भई भरतपुर 2 पोखरा बस पार्क सुपारी टोलमा बसोबास गर्दै आएका 38 वर्षका उमेश चौधरी छन्। उनीहरू दुवैजनालाई सामाजिक सञ्जालमा आएको भिडियोको आधारमा पहिचान गरी पक्राउ गरिएको र अनुसन्धान थालिएको चितवनका एसपी पौडेलले बताएका छन्। आफ्ना प्रियजन गुमाएर शोकाकुल परिवारहरू आफन्तीको खोजीमा छटपटाइरहेका बेला शवमाथि समेत यस्तो घृणित अपराध र लुटपाट हुनुले मानवतालाई नै लज्जित बनाएको छ। उनीहरूमाथि हदैसम्मको कारबाही हुनुपर्छ।